पोर्ट लुइस मरिससमा आयोजित 9 हिन्द महासागर सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको बलियो उपस्थिति जनाउँदै जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षाका सवालमा धारणा स्पष्ट पारेका छन्। सम्मेलनमा बोल्दै मन्त्री खनालले हिमालय र महासागरको अन्तर्सम्बन्धलाई उजागर गर्दै हिम नदीहरूको अस्तित्व र समुद्री सतहको वृद्धि एउटै सिक्काका दुई पाटा भएको उल्लेख गरे। उनले नेपाललाई केवल एक भूपरिवेष्टित राष्ट्रका रूपमा मात्र नहेरी जलवायु सङ्कटको प्रत्यक्ष प्रभाव भोगिरहेको सरकारवाला मुलुकका रूपमा बुझ्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्। मन्त्री खनालले सम्मेलनका क्रममा हिमालय क्षेत्रको हिउँ पग्लिने क्रम बढ्दा त्यसले तटीय राष्ट्रमा पार्ने प्रभावबारे चर्चा गर्दै प्रकृतिको यो चक्रमा नेपालको सरकार कुनै पनि तटीय राष्ट्रको भन्दा कम नरहेको स्पष्ट पारे। उनले हिन्द महासागरको शासन व्यवस्था र यस क्षेत्रको पर्यावरणीय सन्तुलनमा नेपालको अधिकार र चासो गहिरो रहेको उल्लेख गर्दै हिमाल र महासागरलाई अलग अलग सोच्नु नै वर्तमान सङ्कटको मुख्य कारण भएको धारणा राखेका थिए। कूटनीतिक मर्यादा र सभ्यताको गौरवलाई केन्द्रमा राख्दै उनले नेपालले केवल भौगोलिक पहिचानले मात्र नभई प्राचीन सभ्यता र साझा दायित्वको भावनाले यस मञ्चमा आफ्नो अडान राखेको बताए। सङ्कटको यो घडीमा करुणा र सामूहिक जिम्मेवारीको सिद्धान्तलाई अँगाल्न जरुरी रहेको बताउँदै उनले सर्वे भवन्तु सुखिनको मर्मलाई आत्मसात गर्न विश्व समुदायलाई आह्वान गरे। मन्त्री खनालको यस सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र नेपालको क्षेत्रीय भूमिकालाई थप सुदृढ बनाएको ठानिएको छ।